तपाईले न्युजिल्यान्डमा पढिसकेपछि 3 सालको वर्क राइट पाउनु, चाहे तपाई ब्याचलर गर्नुस् या मास्टर गर्नु, यो 3 सालको वर्क राइट तपाईले पाउनुहुन्छ। यो 3 सालको वर्क राइटमा लगभग तपाईले 60 देखि लिएर 80 लाख सम्मको तपाईले अर्निङ गर्न सक्नुहुन्छ। यो एउटा तपाईको डिग्रीको रिटर्न हो अन इन्भेस्टमेन्ट। तपाई न्युजिल्यान्डमा पढ्दा 20 घण्टाको विकली वर्क राइट पाउनुहुन्छ र साथै होलिडेमा फुल वर्क राइट पाउनुहुन्छ। इन 2026 न्युजिल्यान्ड तपाईको लागि बेस्ट अप्सन हुन सक्छ। न्युजिल्यान्डको प्रोसेसिङ टाइम पनि 4 देखि लिएर 6 महिनाको छ। तपाईलाई इजी प्रोसेस हो। भिजा आइसकेपछि मात्रै ट्युसन फी पे गर्नुपर्छ। न्युजिल्यान्डको लागि अप्लाई गर्दा तपाईको ग्याप पनि एक्सेप्टेबल हुन्छ। ब्याचलरको लागि 1 to 2 इयर सम्मको ग्याप एक्सेप्टेबल हुन्छ भने मास्टरको लागि 5 to 10 इयर सम्मको ग्याप एक्सेप्टेबल हुन्छ। आइएलटीएस को रिक्वायरमेन्ट ब्याचलरको लागि 6 हो भने मास्टरको लागि 6.5 हो। इन 2026 न्युजिल्यान्ड भनेको तपाईको स्मार्ट चोइस हो भने हजुरले एडुका वर्ल्ड एजुकेसन कन्सल्टेन्सी मेन भवन नयाँ बानेश्वर काठमाडौँमा भिजिट गर्न सक्नुहुन्छ या दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ।